ट्विन टावर भनेर हामी दुईजनालाई व्यङ्ग्य पनि हान्नु भएको थियो। यो चाहिँ ट्विन्स टावरको 3rd फ्लोरमा छ भन्ने सुनेको छु। नमस्कार दर्शक महानुभावहरू, आजको भिडियोमा सागर लम्साल बले अनि प्रिज्मा प्रिन्सीसँग जुन कन्ट्रोभर्सी भइरहेको छ, पछिल्लोपल्ट सामाजिक सञ्जालमा यसले ठुलो रूप त लिँदै गइरहेको छ र प्रिज्मा र प्रिन्सीले भने कानुनी रूपमा पनि अगाडि बढिसकेको उनीहरूले भनिरहेका छन्। त्यसैगरी द प्रकाश सुवेदी शोमा प्रिज्मा र प्रिन्सीले गएर के भने त सागर लम्सालको बारेमा, अनि सागर लम्साल बलेले आफ्नै फ्यान पेज आफैले चलाएर आफ्नो गीतहरू आउँदा प्रमोसनको लागि प्रिज्मा र प्रिन्सीको भिडियोहरू युज गर्ने गर्थे त। तपाईहरुको विचारमा के लाग्छ? अनि द प्रकाश सुवेदी शोमा भएको केही कुराको अंशहरू हामी बताउने छौं। आजभन्दा 3 वर्ष अगाडि तिम्रो मन बदलेछ बोलको गीत सागर लम्साल यानि कि बले, त्यसैगरी प्रिज्मा प्रिन्सी यी ट्विन्स दिदी बहिनीहरूको भिडियो आएको थियो। त्यो भिडियो एकदमै धेरै दर्शकहरूले रुचाए अनि यो जोडीहरू माया प्रेममा छन् कि भनेर तपाईँ हामीले पनि सोच्ने गरेका थियौँ। लागिरहेको थियो हामीलाई पनि सायद माया प्रेममै छन् होला, अनि हावा नचलिकन पात कसरी हलिन्छ भनेको जस्तै के त्यस्तै लाग्ने गर्थ्यो। पछिल्लोपल्ट उनीहरूको ब्रेकअप भयो भनेर पनि हल्लाहरू चलिरहेको थियो आजभन्दा 2-3 वर्ष अगाडितिर नै। अनि सागर लम्साल बलेले भने आफ्नो जीवनयात्रा अगाडि बढाइसकेका छन्। उनी भने वैवाहिक जीवनमा बाँधिएर पनि उनी बाबु हुने क्रममा छन्। त्यसैगरी अहिले पछिल्लोपल्ट उनीहरूको कन्ट्रोभर्सी बाहिरिरहँदाखेरि अनि द प्रकाश सुवेदी शोमा गएर चाहिँ के भने त प्रिज्मा र प्रिन्सीले नम्बर 1 मा सागर लम्साल बलेले आफ्नै फ्यान पेज खोलेर भिडियोहरू दुर्व्यवहार गरिरहेको, या भनौँ प्रिज्मा र प्रिन्सीको भिडियोहरू चाहिँ उनको गीत जब नयाँ गीत सार्वजनिक हुन्छ यसको एसएस यानि कि कन्ट्रोल चाहिँ सागर लम्साल बलेले नै गर्ने ठोक्वाका साथ प्रिज्मा र प्रिन्सीले भनेका थिए। उहाँको एउटा उहाँको चाहिँ फ्यान पेज उहाँले आफैले चलाउनुहुन्छ के, यो कुरा चाहिँ हामीले धेरै ठाउँहरूबाट यो चाहिँ हामीले पत्ता पनि लगायौँ। अनि नम्बर 2 मा चाहिँ सागर लम्साल बलेले प्रिज्मा र प्रिन्सीलाई चाहिँ यिनीहरू खासै राम्रो मोडल होइन, यिनीहरूलाई के काम दिएको भनेको सम्म आरोप लागेका छन्। उक्त जवाफ द प्रकाश सुवेदी शोमा भनिएको छ। काम जसले हामीलाई दिनुभयो उहाँसँग गएर खासै गतिलो मोडल चाहिँ राख्नु भएको होइन भनिदिने, एकजनासँग त झगडा गरेर फोनै फुटाइदिनु पनि भएको छ। नम्बर 3 सागर लम्साललाई लागेको आरोप मध्ये सक्की गोनीमा जानी ट्विन्स टावर भनेको, अनि कमेडी सो दरबारमा जानी टिकटकर मलाई फाप्दैन भनेको विषयलाई पनि आपत्ति जनाए उनीहरूले। भने विभिन्न कारणले उनलाई व्यङ्ग्य गरिरहने भनेर प्रिज्मा अनि प्रिन्सीले भनिरहेका थिए। आखिरमा यी सबै आरोप हुन् या जानी गरिएको हो त? सागर लम्साल बलेले आफ्नै फ्यान पेज के आफैले चलाउँछन् त? अनि प्रिज्मा प्रिन्सीले भनेको जस्तै सागर लम्सालले उनको जब गीत आउँछ प्रमोसनको लागि चाहिँ युज गर्ने गर्छन् त? तपाईहरुको भनाइ अनुसार के लाग्छ? सागर लम्साल बले ठिक छन् या प्रिज्मा प्रिन्सी ठिक छन् त? कुनै समय यी जोडीहरू एकदमै सहकार्य गर्थे अनि तपाईहरुले उनीहरूको काम मन पराउँथे। अहिले हेर्नुस् न, समय परिवर्तन हुँदै गर्दाखेरि उनीहरू छुटिसकेका छन्। अनि त्यही त हो नि, पहिला राम्रो हुनु जेल हाम्रो थियो, अहिले नराम्रो भएपछि सबै कमी कमजोरीहरू बाहिर आउँदैछन्।